म चाहिँ यो सिङमुन रिजर्भर जाने मिनी बसमा चाहिँ अहिले म आइपुगिसकेको छु। अब चाहिँ मिनी बसमा चाहिँ म चढ्न जाँदैछु है। आजको मेरो हाइकिङ चाहिँ यो सिङमुन रिजर्भर ड्यामबाट सुरु हुन्छ र अहिले म यो सिडीको गलबाट जाँदैछु र यहाँनिर चाहिँ सबै इन्फर्मेसनहरू दिएको छ तपाईँहरू कतातिर जानुहुन्छ भनेर है। आजको मेरो हाइकिङ चाहिँ टाइमोसन डाँडासम्म थियो। यो बायाँतिरको बाटो नजाने हो, यो दायाँतिरको सिधै बाटो जाने है र यो बाटो पनि नजाने, यो सिधै यो मूल बाटोलाई नै फलो गरेर जाने र यो दायाँपट्टि तपाईँले देख्नुहुन्छ यो सिङमुन रिजर्भर ड्याम। यो बायाँतिरको बाटो नजाने हो, यही मूल बाटोलाई नै फलो गरेर जाने है। रेस्टिङ प्लेस यो अहिले म हिँड्दै गरेको ट्रायल चाहिँ पाइनएप्पल ड्याम नेचर ट्रायल हो। अहिले म यही ट्रायल को बाटो भएर नै हिँड्दैछु। मैले यो कङ्क्रिटको बाटोमा चाहिँ आइपुगिसकेको छु। यो बायाँतिर बाटो नजाने, यो दायाँतिरको चाहिँ बाटो जाने। पहिले चाहिँ यो सिङमुन ड्याममा जाँदाखेरि चाहिँ यसरी बाटोमा चाहिँ बाँदरहरू चाहिँ देखिँदैन थियो। अहिले चाहिँ यहाँनिर प्रशस्त बाँदरहरू देख्न थालेको छ। पहिले चाहिँ बाँदरहरू चाहिँ मङ्किलतिर चाहिँ देखिन्थ्यो, अहिले चाहिँ यो सिङमुन ड्यामतिरको यो छेउकुरोमा चाहिँ देख्न थाल्यो। म अहिले चाहिँ यो वाटर साइड पेपर बागमा चाहिँ आइपुगिसकेको छु। यो पनि एउटा चाहिँ यो फोटो खिच्नलाई चाहिँ एकदम फेमस ठाउँ हो। एकदम यहाँनिर राम्रो व्यवस्था गरेछ हिँड्नको लागि चाहिँ, जुन तपाईँहरूले यो देख्न राख्नु भएको छ।
र प्रायः जसो चाहिँ यहाँनिर मान्छेहरू चाहिँ यहाँनिर चाहिँ प्रायः चाहिँ यहाँनिर फोटो खिच्न आउँछ। ल तपाईँले दृश्य हेर्नुहोस् त कस्तो राम्रो छ। र तपाईँहरू चाहिँ यहाँ आएर पनि फोटो खिच्नु सक्नुहुनेछ। र अहिले चाहिँ यो पानीको लेभल चाहिँ घटेको छ, बढ्दाखेरि चाहिँ यहाँनिर अलिकति होइन आउन सकिँदैन। मैले यो रुखको चाहिँ फेदबाट खिच्दैछु। यो रुखमा देखेको यो पोका जस्तो छ के हो मलाई नै थाहा भएन। र चाहिँ यो चाहिँ मलाई चाहिँ अब अनौठो खालको हेरेर चाहिँ मैले चाहिँ रुखको चाहिँ फोटो खिचेको। हुन त बाँदरले के कोट्याउँदैछ थाहा भएन, एउटा खुट्टा उचाल्ने। यो बाँयतिरको बाटो नजाने हो, यो दायाँतिरको बाटोले पनि फलो गरेर जाने। यहाँ एउटा यो सानो फुटब्रिज छ र यो खोल्सालाई चाहिँ ताइसिङ स्ट्रिम भन्दछ। यो दायाँतिरको जाने बाटो चाहिँ सिङमुन मेन ड्याम जान्छ। र अहिले म चाहिँ यो लिट माइन पासतिर जाँदैछु। लिट माइन पास एन्ड तायोतिर जाँदैछु। त्यही बायाँतिरको कङ्क्रिटको बाटोलाई पनि फलो गरेर जाने। र यो बाटो चाहिँ विल्सन ट्राइब जाने बाटो रहेछ। अहिले जाँदैछु। अहिले म हिँड्ने गरेको बाटो चाहिँ एकदम शीतल छ, सजिलो पनि छ। र तपाईँहरू पहिले यो बाटो हिँड्नु भएको होला। यो बाटो चाहिँ सिङमुन रिजर्भर ड्यामबाट चाहिँ सुरु हुन्छ। अहिले म चाहिँ लिट माइन पासतिर जाँदैछु। र यो बाटो चाहिँ विल्सन ट्रायलको पनि रुट रहेछ। र तपाईँहरू पनि यो बाटो आउनुहोस्, हाइकिङ गर्नुहोस्, रमाइलो गर्नुहोस्। अहिले म विल्सन ट्रायलको चाहिँ डिस्टेन्स पोस्ट W080 मा चाहिँ आइपुगिसकेको छु। र यो चाहिँ सिङमुन पिकनिक साइट नम्बर 8 मा पर्दो रहेछ। यहाँनिर दुईवटा बाटो छ। यो दायाँतिरको बाटो चाहिँ ताइसान एर्बोटियमतिर जान्छ। तर यो बाटो चाहिँ नजाने, बायाँतिरको बाटो जाने, फलो गर्दै जाने।
र यहाँ पनि लेखेको छ यहाँनिर ताइपो काउ लिड माइन पास लाई नै फलो गर्दै जाने है। यहाँदेखि चाहिँ बाटो अलिअलि उकालो छ। उकालो हिँड्नु पनि एक तरिकाले त मजा नै आउँछ होइन। यहाँ चाहिँ यो सोकावेट पिट लिएको छ र तपाईँहरू यो एरियामा आएर पनि क्याम्प साइट गर्न सक्नुहुनेछ र यहाँ सबैको व्यवस्था छ यहाँनिर। र यहाँनिर पानीको धारा छ र अनट्रेड स्ट्रिम वाटर। सायद यो पानी चाहिँ खानको लागि चाहिँ हुँदैन होला। र यहाँनिर दुईवटा बाटो छ। यो बाँहीतिरको बाटो नजाने हो र यो दायाँतिरको बाटो जाने, जुन चाहिँ यहाँनिर चाहिँ ताइपो लेखिएको छ र यो बाटोलाई नै फलो गर्दै जाने है। र यो जङ्गलको उकालो बाटोतिर नजाने र यो दायाँतिरको बाटो पनि नजाने र म अहिले यो बायाँतिरको बाटो जाँदैछु। यो दायाँतिरको बाटो चाहिँ यो म्याग्लेस स्टेट जान्छ र अहिले म चाहिँ यो लिड माइन पासमा चाहिँ आइपुगिसकेको छु र तपाईँले यहाँनिर देख्नुहुन्छ कुन ठाउँतिर जाने भनेर यहाँ चाहिँ प्रष्ट तरिकाले नै लेखिदिएको छ। र यहाँनिर चाहिँ म्याग्लेस ट्रायल सेक्सन 8 र यो बाटो चाहिँ म्याग्लेस ट्रायल सेक्सन 8 जाँदो रहेछ। र मेरो आजको पुग्ने गन्तव्य चाहिँ यो टाइमसान हो। र यहाँनिर दुईवटा बाटो छ। यो दायाँतिर जाने बाटो नजाने हो र यो बायाँतिर जाने चाहिँ उकालोबाट जाने। यो बाटो चाहिँ म्याग्लेस ट्रायल सेक्सन 8 नै फलो गर्दै जाने। यो अहिले म यो दायाँतिर जाँदै गरेँ बाटो चाहिँ कहाँ जान्छ भने विल्सन ट्रायल र ताइपोतिर जाने बाटो रहेछ। म अहिले चाहिँ टाइमोसन डाँडातिर जाँदैछु। यो टाइमोसन डाँडा जानको लागि चाहिँ यो म्याग्लेस ट्रायल स्टेज 8 लाई चाहिँ फलो गरेर जानुपर्छ। मैले चाहिँ म्याग्लेस ट्रायल स्टेट 8 लाई चाहिँ बाटो चाहिँ फलो गरेर जाँदैछु। यो ट्रायल चाहिँ टाइमोसन डाँडा जान्छ। यो म्याग्लेस ट्रायल स्टेज 8 बाट चाहिँ उकालो बाटो सुरु हुन्छ। नेचुरल ट्रायल
चाहिँ सुरु हुन्छ। तर बाटो चाहिँ एकदम खुल्ला छ, ओपन छ, जुन हिँड्नको लागि चाहिँ एकदमै सजिलो छ। तर बाटो चाहिँ उकालो छ। यहाँनिर दुईवटा बाटो छ। यो बायाँतिर जाने बाटो चाहिँ छेउनु जान्छ र दायाँतिर जाने बाटो चाहिँ म्याग्लिस ट्रायल टाइमोसन डाँडा जान्छ। म चाहिँ यो म्याग्लिस ट्रायललाई चाहिँ फलो गरेर जाँदैछु, जुन चाहिँ टाइमोसन डाँडा जान्छ है। अहिले चाहिँ यो सबै चिजहरू चाहिँ अहिले चाहिँ यस नयाँ बनाइदिएको रहेछ। पहिले चाहिँ यो पुरानो थियो है, मान्छेहरू बढी चाहिँ यहाँ आएर नै अल्मलिन्थ्यो। तर अहिले चाहिँ एकदम सजिलो बनाइदिएको छ र यही उकालो बाटोलाई नै फलो गरेर जाने है। तपाईँहरू चाहिँ यो टाइमोसन जाँदाखेरि चाहिँ यो जाने बाटोमा चाहिँ धेरै विभिन्न प्रकारका आकृतिहरू भएको ढुङ्गाहरू चाहिँ देख्न पाउनुहुनेछ। यो बाटोमा चाहिँ अब यति धेरै ढुङ्गाहरू छ कि गनेर पनि साथी छैन। म अब यो ढुङ्गाहरू भएको बाटो भएर चाहिँ जान्छु है। यो देख्ने ढुङ्गा चाहिँ डल्फिन फिस ढुङ्गा हो, जुन चाहिँ हेर्दा अति सुन्दर देखिन्छ। डल्फिन फिस रक। अब चाहिँ म यो बाटो हुँदै यो एउटा डाँडा थुम्को छ, त्यसपछि अर्को थुम्को छ, त्यो थुम्कोको छेउको बाटो हुँदै जान्छु। अगाडि पछाडि ढुङ्गा छ, असङ्ख्य ढुङ्गाहरू अनि गिन्ती ढुङ्गाहरू, जसको साइजहरू चाहिँ कुनै ठुलो छ, कुनै सानो छ, कुनै चाहिँ फोटो खिच्ने लाइफको ढुङ्गाहरू छन्।
ल हेर्नुहोस् न टाइमोसन जाने बाटोमा चाहिँ त्यो ढुङ्गा छ, ढुङ्गामा चाहिँ म फोटो खिचेर रमाइलो गर्छु। अब चाहिँ म सिधा तेस्रो बाटो जाँदैछु र यो टाइमोसन डाँदाखेरि पनि कहिले उकालो चाहिँ बढी हिँड्नुपर्छ। अहिले चाहिँ मौसम एकदम राम्रो छ, आकाश पनि हेर्नुहोस् त यस्तो निलो छ आकाशहरू। त्यति साह्रो गरम पनि छैन, हल्का यहाँनिर हावा चलिरहेछ, हल्का चिसो पनि महसुस गर्दैछु। र त्यसमा चाहिँ अहिले यो घाम लागेर चाहिँ अलिकति चाहिँ न्यानोपन बनाएको छ र हिँड्नुलाई चाहिँ एकदम सजिलो भएको छ। र मेरो पुग्ने गन्तव्य चाहिँ यति पर देखिने डाँडा हो, टाइमोसन डाँडा। यहाँबाट चाहिँ म तपाईँलाई चाहिँ म यो टाइमोसन जाने बाटोको चाहिँ दृश्यहरू र यो डाँडाको तुम्काहरू म तपाईँलाई म देखाउँदैछु, जुन यति सुन्दर छ कि पर हेर्नुहोस् त डाँडा तुम्काहरू। र यहाँनिर चाहिँ दुईवटा बाटो छ, म यो बायाँतिर जाने बाटो जान्छु र यहाँनिर चाहिँ आराम गर्ने पनि ठाउँ छ। र यो दायाँतिर जाने बाटो चाहिँ लामकाम रोड र एनजिटुङ वाटरफल जान्छ। यो वाटरफल चाहिँ हङकङको चाहिँ सबभन्दा अग्लो उचाइबाट चाहिँ झर्ने वाटरफल छ, जुन यो वाटरफल चाहिँ हङकङको चाहिँ एकदम फेमस वाटरफल्सहरू हो, जुन चाहिँ तपाईँ चाहिँ बाटो गएर पनि त्यहाँनिर इन्जोय गर्न सक्नुहुन्छ। मैले चाहिँ यो बायाँतिरको कङ्क्रिट बाटो जाँदैछु। यहाँ आइपुगिसकेपछि चाहिँ यो बाटो हिँड्न चाहिँ अब सजिलै छ। तपाईँहरू पनि आउनुहोस्, रमाइलो गर्नुहोस्।
इन्जोय गर्नु है। तपाईहरु पनि यहाँ आउनुहोस् र यो सुन्दर डाँडाहरूलाई हेर्नुहोस्। यी डाँडाहरू कति सुन्दर छ। यी डाँडामा यी देखेका यी बाटाहरू कति सुन्दर छ। यसरी नै यो डाँडा काँडाको सुन्दरतालाई बयान गर्न नै सकिँदैन। जति हेऱ्यो त्यति हेरौँ जस्तो लाग्छ। पर देखिने अग्ला बिल्डिङहरू र त्यही अग्ला बिल्डिङको छेउमा देखिने गाउँ बस्तीहरू डाँडाको नजिकै अवस्थित छन् र ती पर देखिने डाँडादेखि अझै पर देखिने ती गाउँका बस्तीहरू हेर्नुहोस् कति रमाइलो देखिन्छ। साँच्चै यो टाइम ओसन डाँडाको अलिकति तलबाट यो खिचिएको तस्बिरहरू हो र यो पहेँलो जुन डाँडामा फाँड जस्तो देखिन्छ कति सुन्दर छ यो। र यो पहेँलो फाँडदेखि पर अलिकति सानो देख्नुहुन्छ नि डाँडा, त्यो डाँडा पनि एउटा चाहिँ त्यो जाने बाटो रहेछ। यो पहेँलो डाँडाको फाँडलाई चाहिँ छिचोल्दै जाँदाखेरि चाहिँ त्यो डाँडामा चाहिँ पुग्ने रहेछ।
यो बाटो चाहिँ यहाँ चाहिँ उकालो छ गाउँको बाटो अहिले घाम चाहिँ जस मजा लागिरहेछ अलिअलि गरी भएको चाहिँ मलाई महसुस भयो यो दायाँतिरको बाटो नजाने बायाँतिरको उकालो बाटो जाने यहाँ चाहिँ बिरालोको चाहिँ सुन्दर तस्बिर छ म चाहिँ यो पहिले आएको बाटो नै फर्किन्छु अब चाहिँ म लगभग टाइमसम्म डाँडामा चाहिँ आइपुग्न आँटेको छु यो बायाँतिरको बाटो नजान्छ यो दायाँतिरको बाटो जान्छ अहिले म चाहिँ यो टाइमसन डाँडामा चाहिँ आइपुगिसकेको छु र यसको हाइट चाहिँ 957 मिटर हो र यो चाहिँ हङकङको सबभन्दा अग्लो डाँडा हो जसलाई चाहिँ टाइमसन डाँडा भनिन्छ अब चाहिँ म टाइमसन डाँडामा पुगिसकेर चाहिँ घरतिर फर्किँदैछु यो टाइमसन डाँडामा चाहिँ अहिले चाहिँ एकदमै राम्रो वेदर भयो नभए चाहिँ यहाँनिर चाहिँ यो तुवालो लागेर है केही देखिँदैन हावा पनि यस्तो चल्छ कि यहाँनिर तर आज चाहिँ जो मौसमले चाहिँ धेरै नै राम्रो साथ दियो त्यस कारणले म आज म धेरै खुसी छु घरतिर फर्किने क्रममा चाहिँ अब यो सर्टकट बाटोलाई नै फलो गर्नु पर्ला जस्तो छ ल यो साथी हो घरतिर जाउँ है प्लेनमा चढेर
तपाईहरु यो टाइमसन डाँडाबाट चाहिँ घर फर्किने क्रममा चाहिँ यो कङ्क्रिट बाटोलाई नै फलो गर्दै आउनुहोस् न। सर्टकट बाटो आउनु भने तपाईहरु चाहिँ हैन झन्झरी हुन्छ। यहाँ चाहिँ के अरे ट्राफिक कन्ट्रोल छ र यो बायाँतिर जाने बाटो चाहिँ छेउमा जान्छ र दायाँतिर जाने बाटो चाहिँ रोड जान्छ र म अहिले चाहिँ यो दायाँतिर जाने बाटो जाँदैछु है। यो अहिले म हिँड्ने गरेको बाटो चाहिँ यो टाइमसन रोड रहेछ र तपाईहरु पनि यही टाइमसन रोडलाई नै फलो गरेर जानुहोस्, जुन चाहिँ हिँड्नको लागि चाहिँ एकदम सजिलो छ। र म चाहिँ एकछिन यो दायाँतिर बाटो भएर जान्छु है। यो घरभित्र चाहिँ के छ यो तपाईँलाई म भित्र पसेर चाहिँ यहाँको सम्पूर्ण दृश्य चाहिँ म देखाउँछु तपाईँहरूलाई। अहिले म यो अर्को कोठातिर जाँदैछु। यहाँ चाहिँ बोर्डहरू रहेछ यहाँनिर, यहाँ पनि बोर्ड छ। यहाँ चाहिँ सबै नै प्रायः जस्तो यहाँनिर चाहिँ बोर्डै राखेको छ यहाँनिर। र म अहिले चाहिँ अब बाहिर निस्किँदैछु। त्यहाँनिर चाहिँ अर्को कोठाभित्र यस्तो छ। यहाँ चाहिँ एउटा के अरे पिलर पोइन्टहरू छ। त्यो पिलर पोइन्टलाई चाहिँ हाइट रेफरेन्स पोइन्ट भनिँदो रहेछ है। यहाँनिर लेखेअनुसार चाहिँ तपाईँहरू पनि म यो हिँड्ने गरे बाटोलाई चाहिँ फलो गरेर आउनुहोस् है। अहिले म जाँदै गरेको ठाउँलाई चाहिँ टाइमसन पिकनिक साइट नम्बर 4 भनिँदो रहेछ। यहाँनिर अगाडिपट्टि चाहिँ विशाल ढुङ्गा छ। यहाँनिर यो चाहिँ एउटा टाइमसन डाँडाको चाहिँ एउटा यो चाहिँ फेमस पिकनिक साइड नै रहेछ यो। अहिले म टाइमसन कन्ट्री पार्क भ्युइङ पोइन्ट नर्थमा चाहिँ आइपुगेको छु। यहाँ चाहिँ तपाईँहरूलाई चाहिँ यो के अरे विभिन्न ठाउँहरूको नामहरू चाहिँ यहाँनिर चाहिँ के अरे लेखेको छ र त्यो अनुसार तपाईँहरूले चाहिँ होइन यो पारिपट्टि देखिने डाँडाहरू छ होइन,
सबैको नामहरू चाहिँ यहाँ लेखेको छ। म पहिले हिँडेको बाटो टाइमोसन डाँडा। अब चाहिँ म यो बायाँतिरको बाटो हेरेर जान्छु। तपाईहरु यहाँ आइपुग्नु भने चाहिँ म्याकलेस ट्रायलको चाहिँ यो एरोलाई फलो गरेर जानुहोस्। यो बाटो क्रस गरेर चाहिँ यो बाटो जाने है। त्यही सिधा तल बाटो लानु फलो गरेर जाने। तपाईहरु यो कहीँको बाटो जानुहुन्छ तर यो ट्रायलको बाटो हिँड्नु चाहिँ धेरै नै राम्रो हो र धेरै नै सेफ्टी पनि हुन्छ। टाइमोसन डाँडाबाट चाहिँ फर्केर आउँदाखेरि चाहिँ त्यति साह्रो उकालो बाटो छैन र तपाईँहरूले चाहिँ आउँदाखेरि चाहिँ यो त्यही खोइको बाटोलाई नै फलो गर्दै आउँदा हुन्छ र यो बाटो चाहिँ एकदम बस स्टप पुग्नुलाई चाहिँ एकदम सजिलो छिटो बाटो छ है। यहाँदेखि बाटो चाहिँ एकदम सजिलो छ। ओभरअल बाटो नै हिँड्नुपर्छ। बाटो चाहिँ एकदम राम्रो बनाएको छ। अब चाहिँ म यो बस स्टपमा चाहिँ लगभग पुग्न आँटेको छु। यहाँ टोइलेटको व्यवस्था छ। यो रोटिस हेरेको बाटोले पनि फलो गरेर जाने। बाटो फलो गरेर जाने। र यो बाटो नजाने बाहिर बाटो जाने। तपाईँहरूले यो बाटो फलो गर्नुपर्छ। बस स्टप पाउनुहुनेछ। जुनमा जाने बस स्टप बस नम्बर चाहिँ 51।
मेकलेस ट्रायल स्टेज चाहिँ फिनिस भएर अहिले चाहिँ यो अब मेकलेस ट्रायल स्टेज 9 चाहिँ यहाँबाट सुरु हुन्छ।